यो सभ्यताको सुरुवात भएको पूर्वीय दर्शन जसको उद्गम स्थल नेपाल, यो ठाउँमा पहिलो पाइलाले जुन कदम चालेको छ यो समाज रूपान्तरणका लागि र यी पर्वहरूलाई उजागर गर्नको लागि र समाजमा चेतना दिनको लागि पहिलो पाइला सधैँ पहिलो छ। यो हामीले नजिकबाट हेरिरहेका छौँ। हाम्रो मानव जीवनमा सबैभन्दा धेरै स्मरण शक्ति भनेकै यो विद्यालयमा जसले पढाउँदै हुनुहुन्छ, जसले पढ्दै हुनुहुन्छ, यसले सबैभन्दा धेरै स्मरण शक्ति बढाउँछ जस्तो मलाई लाग्छ मेरो व्यक्तिगत रूपमा। हामीले विभिन्न चरणहरूमा मेमोरीका कुरा गर्छौँ, हामी सोच्ने शक्तिको कुरा गर्छौँ। सबैभन्दा धेरै यो खालको पढाइ जुन संस्कृतको चाहिँ पढाइहरूले मानिसको मेमोरीलाई धेरैसम्म सोच्न सक्ने क्षमता बनाउँछ। त्यसकारणले यो गुरुकुल एउटा यो ज्ञानको पनि भण्डार र एउटा स्मरण शक्तिको पनि भण्डार हो। हामीले सामान्य रूपमा हरेक कुराहरूलाई हामी सामान्य रूपमा हेर्छौँ, तर हामीले एकचोटि कल्पना गऱ्यौँ, हामीले कुनै एउटा श्लोकलाई अथवा कुनै संस्कृतका शब्दहरूलाई कतिसम्म स्मरण गर्न सक्छौँ र एउटा यो ज्ञानको ज्योति छर्ने गुरुहरू अनि समाजका पर्वहरूको महत्त्वलाई उजागर गर्ने पहिलो पाइला। विशेषतः जीवनचक्र समाज एउटा सिक्ने संस्था हो। यसले तपाईँहरूसँग आएर यहाँ बोल्दै गर्दा हामी सिकिरहेका छौँ र यो सिक्ने क्रममा पहिलो पाइलाले हामीलाई निमन्त्रणा गर्नुभयो र यो गुरुकुलमा आएर हामीले चाहिँ गुरुहरूलाई भेट्ने अवसर प्राप्त गऱ्यौँ। यो मानव जीवनको सबैभन्दा सर्वोत्तम कार्य हो। हामीले जहिले पनि फलेको फल जहाँ खानलाई मिठो हुन्छ तर रोप्ने बेलामा जमिनको टेर्दादेखि त्यसलाई मलजल गर्दाको अवस्था हामीले एकचोटि कल्पना गऱ्यौँ भने हामी त्यहाँ पुग्छौँ। आज विद्यार्थीहरूले यहाँ अघि गुरुले भन्नुभयो 24-25 जना, हामी सबैले चाहिँ हाम्रा नानी बाबुहरूलाई पढाउनको लागि र यो ठाउँलाई एउटा गुरगाई प्रतिष्ठानले जुन एउटा परिकल्पना गरे पनि यो सबैको साझा फलो बनाएर यो ठाउँमा, जस्तो मैले त यसरी पढ्दै हुनुहुन्छ भन्ने सुनेको पनि थिइनँ, आज सुन्ने अवसर प्राप्त भयो र यसलाई हामी सबै मिलेर एउटा माला, जस्तो एउटा फुल एउटा हातमा मात्रै लियो भने त्यो माला बन्न सक्दैन, तर धेरैवटा फुलहरूलाई जोडाइयो भने माला बन्न सक्छ। त्यो माला बन्ने कुरामा पहिलो पाइला जीवनचक्र समाज हामी सँगै हुनेछौँ। हामी सिक्दै जान्छौँ, सिकाउँदै जान्छौँ। अब गुरुहरू हुनुहुन्छ, बाबुहरू हुनुहुन्छ। हामीले भन्ने गरेको के हो भन्दाखेरि मानवीय एकताको एउटै धरोहर जीवनचक्र समाज हाम्रो साझा प्यारो घर। मानवले मानव भई बाँच्न सिकाउँछ, संसारलाई सफा सुन्दर पार्न सिकाउँछ, दुर्घटना र दैविक प्रकोपबाट बचाउँदै, रक्तदान महादान तत्त्व फुटाउँदै, कर्मयोगी धर्मयोगी बन्न सिकाउने, मानिसको जीवनलाई सही मार्ग हिँडाउने विश्व मानव समाजको एउटै धरोहर। लागौँ सबै मानव जीवन पालौँ मनोहर। आज विभिन्न पर्वहरू छन्, यी सबै पर्वहरूको यहाँहरू सबैलाई हार्दिक शुभकामना। बोल्ने क्रममा तलमाथि भई जिपी गौतम सिक्दै रहेछ भनेर यहाँहरूले चाहिँ